बुढो के हो हजुरलाई किन स्याड भएको म स्याड चाहिँ भएको छैन है अलिकता कहिलेकाहीँ बितेका दिनहरू सम्झ्यो भने यसो टोलाउँछु है अब आउँदा दिनहरूमा चाहिँ जे भयो नि म खुसी पनि छु क्या सुखमा किनभने मलाई एकदम धेरै बुझ्ने र माया गर्ने अब हजुरलाई पाएको छु हेर्नुहोस् होइन अगाडिका आउँदा दिनहरूमा चाहिँ के हुन्छ थाहा छैन गएका दिनहरू त गए अब आउँदा दिनहरूमा चाहिँ अब राम्रोसँगले चाहिँ आफ्नो फ्यामिली होइन छोरीलाई हजुरलाई सबैजनालाई मेरो घर फ्यामिलीलाई कसरी खुसी बनाउने होला के गर्नु पर्ला विदेशतिर पो जाउँ कि जस्तो पनि लाग्दैछ विदेश गएर नि त्यो 50-60 हजार रुपियाँ धेरैमा धेरै 70-80 हजार जानेको सिप केही छैन मैले गरे जस्तो काम विदेशमा हुँदैन त्यही भएर यसो सोच्दैछु कि मलाई नि कहिलेकाहीँ टेन्सन लाग्छ नि यार अब होइन अब के गर्ने होला नेपालमा बसेर नि रोजगार राम्रो छैन रोजगार भए पनि स्यालेरी भने जस्तो हुँदैन यो 20-25 हजारले काठमाडौँमा बसेर गुजारा गर्नै गाह्रो छ कि 15-20 हजार रुपियाँ खानै लाग्छ कोठा भाडा घटीमा पनि 4 हजार 5 हजार 7 हजार कोठा भाडै पर्यो खानालाई त्यही 6-7 हजार लागिहाल्छ अनि त्यो यताउति गर्दाखेरि त्यो 20-25 हजार तलबमा त केही नहुँदो रहेछ क्या अनि सोच्दैछु म के गरौँ बाहिरतिर पो जाउँ कि अब अरू लोन त अलिकति के गरौँ आफैले गरौँ न त भनौँ भने लगानी छैन आफ्नो त्यही सोचिरहेको हो सुरुमा तर यस्तो कुरा नसोध्नु क्या मलाई अब कहिलेकाहीँ होइन अब तपाईँले हुन त सोध्ने अधिकार त छ हजुरको होइन तैपनि अब म आफैमा टेन्सन छु हजुरलाई किन टेन्सन थप्नु भन्ने लाग्छ नयाँ सरकार आएको छ केही होला त नि नयाँ युवाको लागि